समस्या जस्तो पनि लाग्छ। सामाजिक समस्याको रूपमा जरा गाडेर बसेको छ। हामीले सजिलै यसलाई अन्त्य गर्न सक्ने अवस्था छैन। तर पनि विभिन्न क्षेत्रबाट, सरकारी क्षेत्रबाट, गैर सरकारी क्षेत्रबाट प्रयासहरू भइरहेका छन् र क्रमशः न्यूनीकरण भइरहेको भन्ने आभास पनि हुन्छ। पहिले जसरी जुन रूपमा हुन्थ्यो त्यो रूपमा अहिले भइरहेको पाइँदैन। तर अघि सुमन सरले प्रेजेन्टेसनमा भने जस्तै तथ्याङ्कको रूपमा हेर्ने हो भने बाल बालिका सम्बन्धी ऐन अन्तर्गत कारबाही हुने कुरा, यो बाल विवाह अन्तर्गत मुलुकी अपराध संहिताले गर्ने कारबाहीका कुरा चाहिँ तथ्याङ्कमा हेर्ने हो भने असाध्यै कम छ। म सुरुमै यहाँहरूलाई प्रदेश कोशी प्रदेश अन्तर्गत मुद्दा दर्ता भएको तथ्याङ्कलाई थोरै राखिहाल्छु। मैले आज बिहान मात्रै कार्यालयमा सम्पर्क गरेर लिएर आएको थिएँ। यो 80-81 आर्थिक वर्षमा हेर्ने हो भने जम्मा मुद्दा सङ्ख्या चाहिँ 3वटा मात्रै दर्ता भएको रहेछ। त्यसमा 3जना पुरुष 3जना महिलाहरू पक्राउ गरेर कारबाहीको दायरामा आएको भन्ने देखिन्छ।